नेपालका 10 विवादित निर्णय। नम्बर 10 कोशी प्रदेश नामाकरण निर्णय। प्रदेश नम्बर 1 लाई कोशी प्रदेश नाम दिने निर्णय भएपछि पहिचान पक्षधर समूहहरूले ठूलो विरोध गरे। यही कारण यो निर्णय प्रदेश राजनीतिमा सबैभन्दा विवादित निर्णयमध्ये एक बन्यो। नम्बर 9 राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन लिने निर्णय। राजा ज्ञानेन्द्रले सरकार हटाए, शासन सत्ता सबै आफ्नै हातमा लिए। यो निर्णयले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रमाथि ठूलो प्रश्न उठायो। नम्बर 8 नयाँ संविधान जारी गर्ने निर्णय। देशले नयाँ संविधान पाए, तर मधेस थारू आन्दोलन, सीमाङ्कन विवाद, प्रतिनिधित्वको प्रश्नको कारण यो निर्णय ठूलो विवादमा पर्यो। नम्बर 7 गुठी विधेयक अघि बढाउने निर्णय। सरकारले गुठी व्यवस्थापन सम्बन्धी विधेयक अघि बढाएपछि काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा विरोध भयो। संस्कृति, परम्परा र धर्मसँग जोडिएको विषयमा सरकारले हस्तक्षेप गर्न खोजेको आरोप लाग्यो। नम्बर 6 संवैधानिक परिषद अध्यादेश र नियुक्ति निर्णय। संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश ल्याएर प्रक्रिया सजिलो बनाइयो, तर विपक्षी र कानुनविदहरूले यसले संविधानको भावना विपरीत भएको भन्दै विरोध गरे। नम्बर 5 प्रतिनिधि सभा विघटन गर्ने निर्णय। तत्कालीन सरकारले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गर्यो। यो निर्णय अदालतसम्म पुग्यो र सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि यो नेपालको सबैभन्दा विवादित संवैधानिक निर्णयमध्ये एक बन्यो। नम्बर 4 एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय। एमसीसी सम्झौता संसदबाट अनुमोदन गरियो। समर्थकहरूले यसलाई विकास अनुदान भने, तर विरोधीहरूले देशको सार्वभौमिकता र विदेशी प्रभावसँग जोडेर ठूलो विरोध गरे। नम्बर 3 रेशम चौधरीलाई आम माफी दिने निर्णय। टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिइयो। यो निर्णयले न्याय, राजनीतिक र पीडित परिवारको संवेदनामाथि ठूलो बहस जन्मायो। नम्बर 2 नागरिकता विधेयक प्रमाणीकरण निर्णय। लामो समयदेखि रोकिएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे। कसैले यसलाई नागरिकता नपाएका मानिसका लागि न्याय भने, तर कसैले प्रक्रिया र संवैधानिक अभ्यासमाथि प्रश्न उठाए। नम्बर 1 सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय। सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गर्यो। यो निर्णयले अभिव्यक्ति स्वतन्त्रता, सेन्सरसिप र युवाहरूका आक्रोशलाई सडकसम्म पुर्यायो, जसले देशव्यापी ठूलो आन्दोलन जन्मायो।